हाम्रो आजको तयारी चाहिँ पिङ हाल्ने तयारी हुँदैछ है। दसैँको लागि चाहिँ पिङ हाल्ने तयारी हुँदैछ। हामी चाहिँ खाल्टोहरू खनेर चाहिँ पहिले यो काठहरू चाहिँ काटेर सबै रेडी गरिसक्नु भएको रहेछ। समितिहरू बनाएर सबैजनाले पैसा उठाएर चाहिँ गाउँमा चाहिँ पुरानो लोभ हुन लागेको पिङलाई चाहिँ जगेर्ना गर्नलाई रोटी पिङ चाहिँ हाल्न लाग्नु भएको छ। अनि हामीले सहयोग गऱ्यौँ। भर्खर हामी आएको थियौँ अनि त्यसपछि यहाँ आउने बित्तिकै हामीले चाहिँ यो खाल्टोहरू खन्यौँ सबैजना मिलेर र यो कामहरू गाड्यौँ। एउटा चाहिँ अलि लामो भएको हुनाले फोटो बनायौँ भने अर्को एडजस्ट गऱ्यौँ। लेभल पाइपहरूले एडजस्ट गरेर चाहिँ हामी रोटी पिङको तयारीतिर लाग्दैछौँ है। गाउँमा चाहिँ सबैजना जम्मा भएर गर्दैछौँ। दसैँमा चाहिँ जोस् मान्छेहरू जम्मा हुनु रहेछ, खुसी लाग्यो। यसरी चाहिँ हामी पिङको तयारीको लागि चाहिँ लागिरहेछौँ। एकदमै दामी छ है, दामी हुँदैछ है। ठाउँ पनि चिटिक्क परेको छ, रोडभन्दा ठ्याक्क माथेर। र यो पुरानो लोभ हुन लागिसकेको नयाँ पुस्तालाई चाहिँ एउटा लर्निङ हुन्छ भनेर चाहिँ यो 2-3 जना मिलेर चाहिँ प्लानिङ गरेर चाहिँ यो गर्नुभएको रहेछ। सबैजना मिलेर पिङ हालिसक्यौँ। हामीले पिङ पनि खेल्यौँ। यसरी नै नयाँ पुस्ताहरूले पनि चाहिँ यसलाई चाहिँ कन्टिन्यू गऱ्यौँ भने चाहिँ पुराना संस्कृतिहरू पनि बच्ने हुनाले यसलाई चाहिँ जगेर्ना गरौँ भन्दै सबैलाई ह्याप्पी दसैँ भन्दै यो भिडियो चाहिँ मैले यहीँ अन्त्य गरेँ। र यस्तै यस्तै अरू भिडियोहरू पनि ल्याउने छु। हजुरहरूलाई मन पर्यो भने चाहिँ लाइक गर्नुहोला, हामीलाई फलो गर्नुहोला। हस् त, धन्यवाद।